हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म मटन पकाउँदैछु, हजुरहरूसँग केही गफ पनि गरौँ है। लाइक इट्स नट अबाउट कुकिङ समथिङ एल्स। लाइक मैले कति धेरै भनिरहेको छु। अनि म बिरामी थिएँ नि त रिसेन्टली 10 डेजसम्म। यस्तो धेरै गाह्रो भयो, लाइक फरेन कन्ट्रीमा छु अनि यसले गर्दाखेरि चाहिँ कोही पनि नहुँदाखेरि अलिक गाह्रै हुने रहेछ। अनि त्यसपछि मैले यो टाइममा कति धेरै कुरा सोचेँ कि बिरामी हुन्जेल सुत्यो। अब जब आँखा खुल्छ केही न केही त ओछिनमै सोच्नु पऱ्यो नि त। अनि मेरो थट चाहिँ के आएको थियो भने जेएनजी होइन, म आफ्टर 2000 बर्न भयो नि त। हुन चाहिँ म प्योर जेएनजी हो, किनभने 2000 पछाडि बर्न भएको त जेएनजी हो। तर जुन जेएनजीको स्ल्याङ भनेर मेरो इन्स्टाग्राम युट्युब यतातिर आउँछ नि, मलाई केही पनि आउन्न कि लिटरली केही पनि आउन्न। म सोच्छु कि म मिलेनियन त होइन, तर आई डोन्ट नो, तर जेएनजी नै हो हुन चाहिँ। तर मलाई केही पनि थाहा छैन कि त्यो हुन्छ नि स्ल्याङ वर्डहरू केही पनि। अनि अहिलेको रिसेन्ट अब जस्तै सङहरू ड्रामाहरू यस्तोहरू कुराहरूमा पनि जुन मेरो ग्रुपको साथीहरूले हेर्छ नि, म केही पनि हेर्दिनँ कि म आफूलाई एकदमै पुरानो जमानाको जस्तो फिल गर्छु। अनि ओ माई गॉड, म त्यति धेरै पुरानो जमानाको छु जस्तो लाग्छ क्या मलाई। अनि त्यसपछि अब जस्तै सिरिजहरूको ड्रामा नेटफ्लिक्सहरूमा जुन इङ्ग्लिस ड्रामाहरू आउँछ, मैले केही पनि हेर्दिनँ क्या। मेरो टाइम पास कसरी हुन्छ जस्तो लाग्छ घरिघरि मलाई। तर ठिकै छ, यस्तै छु जस्तो लाग्छ घरिघरि म युनिक छु जस्तो लाग्छ। तर अजुबा त होइन, अलिकति फास्ट गरेको थिएँ यसमा चाहिँ मैले। अनि यो चाहिँ हिजो रातिको भिडियो होइन। हिजो राति मैले आफ्टर 10 डेज पछि खाना बनाएको, किनभने म एकदम धेरै बिरामी थिएँ। अनि अहिले चाहिँ उठेर खाना बनाएँ। अनि मलाई चिकन पक्स भएको थियो। अनि मैले के त्यो 1-2 दिन त म यति धेरै गाह्रो भयो कि उठ्नै सक्दिनँ होला, म उठेर केही गर्नै सक्दिनँ होला जस्तो लाग्थ्यो। अनि अहिले चाहिँ अलिअलि गर्न सक्छु, तर त्यति लङ टर्म चाहिँ केही बस्न ओर्न नसकिने रहेछ। अनि यो चाहिँ मैले पुरै सबै खाना बनाएर खान्छु भनेर भिडियो बनाएको थिएँ। तर मैले भिडियो आधीभन्दा सुट गर्न सकेन, जति सुट गरेँ त्यति हालेँ होइन। खै म कुन हो, जेएनजी हो कि मिलेनियल हो कि कुन हो थाहा छैन। त्यो नेपाली सङहरूमा नि गानाहरू पनि मैले कस्तो भने पुरानो त्यो टिपिकल काठे लोकदोहोरी सुन्छु के। आज मैले यो भिडियोमा म एक्सप्लेन गरिरहेको छु है। मलाई आफैलाई पनि हाँस लागिरहेको छ कि कस्तो टाइपको कन्टेन्ट बनाइरहेको छु। दो आइएम नट अ कन्टेन्ट क्रिएटर, आई नो। अनि राति पुरा गरेर सुट गर्ने ट्राई गर्दैछु। अब होप्सो राम्रो खालको भिडियोहरू एडिट गरेर ल्याउँछु भनेर सोचिरहेको थिएँ, किनभने मेरो ठ्याक्क 2 विक्स भयो नि त बिदा भएको। अनि तर जुन दिन म लास्ट डेमा भाइभा दिएर आएँ नि, म त्यो दिनदेखि सुतेको। अनि रिसेन्टली मात्र उठिरहेको छु। अनि नेक्स्ट विकदेखि मेरो फुल टाइम छ। सो आई कान्ट एक्सप्लेन कि मैले जुन टाइममा भिडियो बनाउँछु भनेको थिएँ त्यो टाइम सबै मेरो खेर गयो, सुतेर सिद्धियो भनौँ न बिरामी भएर। अनि फाइनली इट्स ओके जस्तो लागिरहेको अहिले चाहिँ। किनभने त्यो 2-4 दिन त मलाई केही थट प्रोसेसमा केही आएन, किनभने त्यति धेरै गाह्रो भएर रहेछ। अनि अहिले चाहिँ बल्ल अब त्यो हुन्छ नि थट प्रोसेस काम गर्दैछ नि त। अनि अब चाहिँ ठिकै छ जस्तो लाग्छ। ठिकै छ, ब्याक टु द टपिक। म कुन जेएनजी हो कि मिलेनियन हो कि त्योभन्दा अगाडिकै हो कि जस्तो लाग्छ। तर जे भए पनि आफ्नो कुरा त हो नि। ओ माई गॉड, ब्याकग्राउन्डमा यति धेरै गाना बजिरहेछ तल होइन। डोन्ट गेट डिस्टर्ब, इट इज हाम्रो घरबेटी बाले यति धेरै गाना बजाउनु भएको। यो एआई सङ हो है फेरि। त्यो नेपाली र एआईको मिक्सवाला गाना हो, अनि त्यही बजाइरहनु भएको छ। अब म एडिट चाहिँ केही गरेँ छैन होइन। म एडिट गर्न सिक्छु भनेर सोचिरहेको थिएँ यो टाइममा। तर डोन्ट नो, आफ्नै भोइस सुनाउनु पर्ला जस्तो लागिरहेको छ मलाई, किनभने मैले अरू त केही पनि हालेको छैन एक्स्ट्रा। अब हाल्नलाई पनि कति धेरै टाइम लाग्छ नि त। अनि
अस्ति त्यो ठ्याक्क म कति राम्री सुवाला भिडियो हालेको धेरै नै राम्री भयो जस्तो छ अनुहारभरि यति धेरै त्यो चिकन पक्सको पकायो अब अनुहार देखाउन पनि लाज लाग्छ होइन अब 17 सिदिन लाग्यो आजको भिडियो थ्याङ्क यू फर वाचिङ किप वाचिङ एनी सजेसन आई क्यान इम्प्रुभ थ्याङ्क यू